बालेन शाह कुनै साधारण पुरुष होइन, उहाँ महान पुरुष हो। तर उहाँले महान बनाउन काम सबै नेपाली जनताले गर्नुभएछ। सबै नेपाली जनता बालेन शाहमाथि आश गरेको छ, विश्वास गरेको छ। हाम्रो देशको व्यवस्था सुधार गर्छ, हाम्रो देशमा रोजगारको सिर्जना गर्छ र भ्रष्टाचारीहरूको तह लगाउने काम गर्छ। तर बालेन शाहको अहिले झन्डै 1.5 महिना जति भइसक्यो प्रधानमन्त्रीको पद लिएर। तर बालेन शाह अहिलेसम्म पनि एकचोटि पनि केही बोलेको छैन। न त नेपाली जनताले धन्यवाद भनेछ, न त नेपाली जनताले केही कुरामा अस्पष्ट पारेको छ। बालेन शाहको काम नै बोलिरहेछ। बालेन शाहको काम गर्न तरिका अहिले नेपाली जनतामा झल्किरहेछ। त्यो भएर त सबै नेपाली जनता मिलेर बालेन शाहलाई समर्थन गरेको छ र बालेन शाहलाई यो देशलाई सोपेको छ। बालेन शाह आउने दिनमा राम्रै काम गर्छ। उहाँ नबोलेर त यति राम्रो काम गरिरहेछ। यदि बोल्यो भने विपक्षीहरूको त निन्द्रा नै हराउँछ। त्यो भएर बालेन शाह चुप लागेर आफ्नो काम गरिरहेछ र विपक्षी पार्टीहरूले पनि अलिकति राहत दिएर बालेन शाह चुप लागिरहेछ।